सो हेलो गाइस आज भोक लागेर लास्ट तना बाजु त्यही भएर म यताउति हेर्दै किचनतिर चट्ट चट्ट मम्मीले अन्डा राखेर चाहिँ त्यो हेर्दैछु मस्त बाडेर अनि यताउता हेर्दै अनि चट्ट गिलास समातेँ। चट्ट गिलास राखेपछि अन्डालाई निस्कायो अनि चट्ट फुटालेर त्यसमाथि हालेर चट्ट मिलाएर अनि माथिबाट चट्ट नुन समातेर चट्ट हालेर चट्ट स्वादअनुसार त्यसमा मिक्स गरेर त्यसपछि रोइ मिक्स गरेर चट्ट त्यताउति राखेर त्यो माथिबाट चट्ट त्यो निकालेर ग्यासमा राखेर अनि चट्ट पारेर अनि मस्त आगो बालेर ए झोलु गाइस अनि हजुरआमा उताबाट हेर्दै हुनुहुन्थ्यो के गरेर आज ननाथ्यो भनेर चट्ट मिलाएर अनि चट्ट पारेर माथिबाट तेलको डब्बा निकालेर अनि चट्ट हेर्दैछु त लगाएर त्यो चिप्लो बनाएर त्यसलाई अनि अन्डा मस्त पारेर हाल्छ गाइस चट्ट हालेर चट 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 हेरिरहेको गाई कस्तो भनिरहेको छ आफै पनि त्यस्तो फर्स्ट टाइम बनाउँदै थिएँ के गर्नु पर्यो हेरिरहेको थिएँ लट्ट चट्ट लगाएर अनि मस्त खस्काएर चट्ट अनि खाले एकदमै बनाएको छ गाइस हेर्नुहोस् है। अनि अर्को अन्डा बनाउँदैछु त्यसपछि हालेँ नुन अनुसार हालेँ त्यसपछि चट्ट पारेर अर्को पनि बसाल्दैछु गाइस फन 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 घुमाउँदै चट्ट पारेर यो पनि खसालेँ दाङ भइरहेको छ गाइस कहिलेकाहीँ त आफै बनाएर पनि खानुपर्छ गाइस के गर्ने गाइस अर्को पनि गयो ल गाइस चट्टबाट भाँडामा राखेर ब्रेड माथि गरेर चट्ट अन्डा हालेर त्यसमाथि अर्को ब्रेड थपेर ल चट्ट देखाएर मस्त बन्यो त्यो गाइस हेर्नुहोस् अनि चट्ट राखेर गम हानेर पछि गम खाएर सधैँ गम मिठो भएको गम लगाएर अनि हेर न कति मिठो बन्ने त कहिलेकाहीँ आफू पनि बनाउनु गाइस राम्रो हुन्छ। अब भेटिन्छ अर्को भिडियो।